अब के देखाउनु र त्यो धेरै ठुल्ठुलो कुराहरू त अलिकति बिग बिग थिङ्सहरू त नदेखाऊँ होला, तर त्यही पनि केही कुराहरू चाहिँ लिएर आएको छु। रेडी हो त सबैजना? 1 मिलियन लाइक्स भन्छु खै, म त यो पुरानो आइडी भएर पनि हो कि नयाँ भ्युवर्सहरूलाई अलिकति गाह्रो परिरहेको। ल सबैजनाले लिएर आएँ म माल कडा। कहिले आउँदा तिमीलाई बताउँदैन के भन्छ, तिमीलाई देखाउने दुबईबाट आएको दिदीसँग बस्नु पर्छ भन्छ, तिमीलाई बताउँदैन कि तिमी दुबईबाट आएको भनिसकेपछि भान्जा यार यार अब के भन्नु यार, कहिले देख्नै नपाएको जस्तो नगर न। तेरिका बिल्लै गर्ने भयो यार यिनीहरूले, पहिला त्यो बिल्लै गर्ने भयो, देख्नै नपाएको जस्तो गर्नु थाले यार। अब के गर्नु मैले? त्यो उलेर आउँदा जाउँ, त्यो ठुल्ठुलो दानावाला गेडावाला चक्लेट पनि हेरौँ न। सबजनालाई अलिकति है, यो चाहिँ अलि हेभी कुरै छ, यो धेरैजनाले हेर्न खोजिराख्नु भएको छ होला। यो पनि मैले फर्स्ट टाइम खोल्दैछु है, फर्स्ट टाइम खोल्दैछु। के खोल्न लाग्यो यस्तो कुलबैले भनेर रेडी भएर बस्नु भयो होला रेकर्ड गरेर। यो गाह्रै छ खोल्ने कुरा चाहिँ है। आँखा चिम्म गर्ने भन्नु सबलाई, यो भयो आँखा चिम्म गर्नुहोस्, आँखा चिम्म गर्नु। भर्खर दुबईबाट आएको हो कि, फेरि यस्तो यस्तो चिजहरू फेरि कुलबैले मात्रै खान्छ नि फेरि, बुझेन? यो खायो कि बिनार्जी त्यसको बाहिर त अनि फेरि लास्टै त्यो GOLD छ त, गोल्डै हो त अनि फेरि लाइभमा गोल्डै हो त। अनि दुबईबाट आखास भने फेरि गोल्डको ढिक्कै पुगेछ, गोल्डै हो त। अनि के गर्नु त भन्न, अब लुगाएर लुक्ने कुरा हो त, यो छेकेर छेक्ने कुरा हो त, बाँधेर बाँध्ने कुरा पनि होइन, साँधेर साध्ने कुरा पनि होइन, आँटेर आँटिँदा पनि आँट्न सकिँदैन। गाह्रो छ यो कुराहरू। आमा सुन्दै अहिले ढुकेर देखाइदेला बाहिर खोले अलि मजाको छ। आँखा चिम्म गरेर हेर्नेवाला पनि छन् फेरि। यो हामी चाहिँ ढुङ्गा खान्छौँ। फर्स्ट कुरा चाहिँ देखाउन चाहन्छु म है, यो चाहिँ रक चक्लेट, ढुङ्गा चक्लेट हो। यो चाहिँ सबैजनालाई भ्युअर्सहरूलाई यति खानु मिल्दैन नि यो। के गर्ने हो यससँग? रक पेपर सिजर गर्नुपर्छ। यो चाहिँ किन आयो अहिले यहाँ? यो तिमी कुर्ता सुर्ता लाएर बसिरहेको छौ त? एकछिन हाम्रो भर्खर विदेशबाट आएको थिएँ कि कोसिस लिएर आएको थिएँ। अब तिमीलाई त भेट्न आउन पाइनँ, अब तिम्रो टाउको खाऊ ल। एउटा एक गेडी तिमीलाई सिजर गर्नुपर्छ के ल। एक गेडी खाऊ, 2 गेडी चाहिँ पठाउँछु अहिले ल। ठीक छ ल। बर्थडे हो, ह्यापी बर्थडे। ह्यापी बर्थडे। हेलो नमस्ते। आज बर्थडे हो, बर्थडे भएर स्पेसल बर्थडे मनाऊँ कि भनेर बसिरहेको। बर्थडे कसको बर्थडे हो? कसको हुन सक्छ त? मेरै। यसको बर्थडे हो। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे, ह्यापी बर्थडे, ह्यापी बर्थडे टु ल। यो खोल्दिउँ है। अलि मजा आएन क्या, अलि म्युजिक सुन्दैन हौ। एकछिन म्युजिक होइन, यो अलिकति देखाउनै पर्ने हुन्छ है। यो चाहिँ चक्लेट हो, यो मैले फर्स्ट टाइम खोल्दैछु, मैले धेरै देखेँ के। यसरी बोल्दैन नि त यो चक्लेट खाँदाखेरि। के दुबईको भाइरल चक्लेट हो अरे होइन, यो चाहिँ कुनाफा भन्ने चक्लेट हो अरे, दुबई चक्लेट भनेर यहाँ लेखेको छ है। यसलाई बिस्तारै खोल्छौँ हामीहरू, पहिला एकलट सुँगी पनि हालौँ, बाहिरबाट ठिकै छ है। इन्जोय अ युनिक एक्सपिरियन्स भनेको छ ल। फेरि यहाँ सुनको ढिक्का पास गर्न थाल्यो भनेर भन्लाउँ फेरि होइन। यो एयरपोर्टबाट कसरी छिरायो भन्लाउँ, सब पावर छ, के गर्नु, पावरै छ। यस्तै मात्रै झिकाउन सक्छ। अब यहाँबाट खोलौँ पहिला यो 1-2 पिस चाहिँ देखाउनु पर्छ त। अनि भएन त्यो देखाएको, तँलाई गर्नै आउँदैन रहेछ कि अनबक्सिङ। मलाई देखाउनु यसलाई फेरि नतोड है, फेरि यसलाई फेरि टालेर राख्नुपर्छ, त्यो राखिराख है। पालो सबैले अनबक्सिङ बाबालाई चाहिँ यो ढिक्का चाहिँ कुनाफा चक्लेट भनेर त्यो धेरै भाइरल भइरहेको थियो नि यो कुराहरू। यहाँ हेर न फेरि, यहाँ यो त घोस्टलाई पठाउनै पर्ला जस्तो आदि ढिक्का त।
के त्यो हरियो भएको चक्लेट हो फुक्नेली बस्ने भित्रको हरियो छ त्यसरी हैन के भित्र हरियो कस्तो मारो ल तिमीलाई फर्स्ट मेरो बर्थडेको यो चक्लेट चाहिँ मजै गरेर है ल फोड्छु नि भाइ तिमीलाई फर्स्ट ल ठिक छ ओ लोभी पहिला सुरु अरूलाई मन पर्छ मन्टीमा दिदीलाई खुवाउनु नि के आफू खाइरहेको उता चाहिँ हेरेको हेरि पार्दै छ दिदीलाई दिनु नि भित्र क्रन्ची हुँदो रहेछ है मेरो छ अहिले ए खाएकै छैन ए के गर्नु ल यो चाहिँ म दिदीमा हात पारौँ है उतापट्टि त्यसपछि म घोषसँग बोल्छु सबै भ्युअर्सहरूलाई पनि एक एक बाइट चाहिँ रिजर्भ गर्नुहुन्छ है हजुरहरू पनि यस्तो कहिले भेट्नु कुनाफा चाहिँ मलाई ल्याइदिनु पर्ने दाइ भनेर यस्तो हुँदो रहेछ एउटा अझै भाँच्मै बिचबाटै ए भातेर दिएन हामीलाई पनि भाइ कस्तो के यसलाई चाहिँ अलिकति दुधसँग खाँदा चाहिँ मिठो होला ल ल ल अर्ज सबको चोखा लाग्यो त्यहाँ पहिले सुरु अलिकति छोटा चढाइ खस्यो होइन खसायो होइन ल जाऊ बाहिर भयो छोडिदे पहिले हामीलाई खसाको भुल्ला खसाको डिस खाने त सुट्ने पहिला सुरु एउटा दिन्छु मैले हो ढोका लगाऊ अरे यार यो आँखा लगाइदिएको सबजनाले खस्यो यार ग्याङ ओहो के हो होस् तिमी त आज कुर्ता सुत्ता लाएर बसिरहेको छौ त के हो पारा नलाउनु अब यो पनि म पनि त आज स्पेसल रेडी म त बिहेमा गएको थिएँ बिहेबाट सिधै आएर लाइभ बसिरहेको होइन मैले पनि बिहामा गएको थिएँ कि ए हो र पर्खेर चाहिँ किन जाँगे नलाएर कट्टुमा ए पानी नलाएर कट्टुमा लाएर गएको होइन अघि सुरपाल चाहिँ लगाएको थिएँ कि तर अब गर्मी गयो घर बस्दाखेरि तराईतिर छु अहिले म एभ्रिवान ट्याप ट्याप अनि के भन्छ कोट र कट्टु लगाएछ म पनि तलबाट जाँगेमा त लाएर कुर्था लगाउनु मजा आउँछ होइन होइन माथिबाट के आउँछ अरे तलबाट जाँगे लाउनु पर्ला यस्तै छ पारा अब के गर्नु त गर्मी बेसी छ राइचाम्स थ्याङ्क यू सो मच तलदेखि जाँगेमा त लाउनु पर्ला यो यहाँ टाउकोमा के घुमेको राइचाम्स थ्याङ्क यू घुम्दैछ गाह्रो छ यो चाहिँ मेरो नयाँ आइडी भएर चाहिँ अलि मान्छेहरू अलिक हुँदैन है क्या किन अर्को आइडी कहाँ गयो अर्को आइडीमा अलिकति त्यहाँ दुध चलिरहेको छ कि मेरो कल ब्याक दिने यो आइडीमा म कल गर्छु अर्को आइडीमा अलिकति बिप चलिरहेको छ अलिक झगडा पनि भइरहेको छ त्यो आइडीमा त्यसरी त्यो आइडी अब यो आइडीलाई चाहिँ पुऱ्याउनु पर्ने सोचिरहेको छु फेरि खेमे लेख्न थाल्नु पर्यो खेमेले के गरेको छ त्यस्तो यहाँ गाह्रो नै पर्यो त यार तिमी पनि स्ट्रङ्गर भएर आएको रहेछ त भाइ के हो यो पारा म होइन स्ट्रङ नि यहाँको मालहरू स्ट्रङ डेन्जर स्ट्रङ रन्किरहेछ सन्किरहेछ यहाँ रन्किरहेछ यहाँ के भएको नि नभइकन कडै रहेछ नि खेमेलाई बोलाउनु न खेमेलाई एकैछिन अहिले म बोलाउँछु ग्याङ टेन्सन नलिऊ है म बोलाउँछु तर यो के हो यो तिमी र म भिडिरहेको छौँ यार अरू कोही छ भने बोलाउनु पऱ्यो अरू कोसँग भिडौँ तिमी र म त आफै एउटै घरको मान्छे कसरी उयो गर्नु भाइ झगडा गर्नु कोही भयो पो अलिक टक्करवाला तपाईँ म त अब एउटै घरको भइहाल्यो नि त होइन त्यही भएर त नि भने त के झगडा गर्नु कि झगडा झग्छ अरूलाई बोलाउनु लागि छोरी लाइसेन्स घर बाहिरको खेमेलाई चाहिँ बोलाउनु पर्ला जस्तो छ बोलाउनु थ्याङ्क यू अनि आज कस्तो भयो बिहा ठिकै भयो गयो रमाइलो भयो रमाइलो नै भयो भनौँ न के पाएको थियो भेज थियो सबै कुराहरू सोमबार भएर भेज थियो भेज थियो भेज त्यही भएर हल्का तनाव मैले खाँदा चिकन पनि हुनु नि भेजमा त के गरेको बिहामा कहिले कहाँ के हुनु कसको बिहे थियो र मेरो साथीको दिदीको बिहे थियो त्यही भएर एभ्रिवान नो मोर ब्याड कमेन्ट्स है ब्याड कमेन्ट्सलाई इग्नोर गरिदिनु न सबैजना मोडहरू तनाव भयो एभ्रिवान प्लेइङ तिर्पल खैदान तिर्पल ब्यारीहरू खेल्दैन थियो तिर्पलमा 12को इक्जाम बिग्रिनु भयो प्लिज ग्याङ 12को इक्जाम चाहिँ राम्रोसँग थियो है
क्याप्सिजम भन्ने कुरा चाहिँ अलिक चलिरहेको छ दामी तरिकाले देऊ प्लस हाम्रो अडियन्सलाई चाहिँ लाइभको अडियन्सलाई चाहिँ अर्को आइडीबाट लाइभ आउँछ भनेर चाहिँ यसो भनिदिनु होला सबैजनाले हाम्रो त्यो बन्टीलाई चाहिँ फलो गर्नु होला तर यसलाई पनि फुल बोइज लाइभ भनेर बनाइदिन्छु थ्याङ्क यू सो मच माया यो आइडीलाई पनि फुल बोइज लाइभ यो हामी त पछि पऱ्यौँ त ग्याङ के हो होस्टले पो पेल्न थाल्यो त थ्याङ्क यू सोचेकै थिइनँ त के भयो प्यारीहरू सेयर गर्नु है लाइभ गुरुङजी थ्याङ्क यू सो मच यो 1 नम्बरकोलाई फलो गरिदिनु ल युजर नट फाउन्ड ओके लाई फलो गरिदिनु कि लाइभ नाम भनेर भनेको अनि कहिले आउने घर नआउने अहिले त कहाँ अहिले म बाहिरतिर छु अब पैसा चाहिँ कमाएको छुइनँ अनि अब मिलाएर आउनु पर्ला पैसा चाहिन्न त्यतिकै आउनु लिफ्टमा आएर आउनु कुर्ता सुर्ता लाएर त तिमी त के हो हेभी नै भएर बसिरहेको छौ त कुरा सुरा नलाउनु भोलि साडी लाएर बस्छु ल ल साडी मन पर्दैन ल ल ल ल तपाईँलाई साडी मन पर्छ होइन त साडी लाएर बस्छु ल गुरुङ थ्याङ्क यू माया इन्जोयले हान्न चाहिँ हानेको हो कि तर भनाबै भयो थ्याङ्क यू सो मच ग्याङ इन्जोय योर लाइफ ल ओके म जान्छु ल ल हुन्छ पछि अरे यार म यार तरिका अब स्टार्ट गरिहाल्छु उताबाट पठाइसकेपछि